हेलो साथीहरू, हजुरहरूलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आज हाम्रो घरमा खुर्सानी टिप्ने भन्ने कुरा चलिरहेको थियो। त्यही भएर म चाहिँ खुर्सानी टिप्न बारीतिर लागेँ। बारीतिर हेरेको त बाहिर ड्याडी मभन्दा नि अगाडि त्यहाँ पुगिसक्नु भएको रहेछ। भाइले हेरेको त कति धेरै खुर्सानी पो जम्मा गरिसकेको रहेछ। अब म पनि यसरी लाटिएर बस्नुहुन्न है भनेर मैले नि खुर्सानी टिप्न चाहिँ सुरु गरेँ। खुर्सानी टिप्दै थिएँ, यति धेरै पो खुर्सानी भइसकेको रहेछ है। त्यसपछि चाहिँ भाइले आफूसँग भएको सबै खुर्सानी एकै ठाउँमा राख्यो। मैले पनि यताउति नहेरेर छिटो खुर्सानी टिप्न थालेँ। अब चाहिँ रातो खुर्सानीहरू टिपेर भ्याउनु पर्छ भनेर रातो खुर्सानी मात्रै टिपेँ। यताउति हेरेको त अब हरियो खुर्सानी मात्रै बाँकी रहेछ। भयो अब छोडिदिनुपर्छ भने हेरेको त यता यति धेरै खुर्सानी पो भइसकेको रहेछ। खुर्सानी टिपेर भ्याइयो भनेको त फेरि यत्तिकैमा अर्को काम पो आउँछ। अर्को काम चाहिँ के रहेछ भनेको खेतमा गएर धान काट्ने पो रहेछ फेरि। त्यो चाहिँ हाम्रो खेतहरू जो अहिले हामी धान काट्न जानेछौँ। गाउँसम्म पुगेको त गाउँका सबै मान्छेहरू गाउँ रित्ताएरै धान काट्न गइसकेका रहेछन्। खेतसम्म पुगेको त खेतमा मान्छेहरू धान काटेरै छुटिसक्न लागेका रहेछन्। हामी भने चाहिँ भर्खर खेतमा चाहिँ पुगिरहेछौँ। यताउति हेरेको त आम्बो के साह्रो धान फलेको हौ। हजुरहरूलाई चाहिँ यताउति देखाउँदै हाम्रै खेतसम्म पो पुगिसकेका रहेछौँ। अब चाहिँ साथीहरू मेरो आँसी पनि धान काट्नले रेडी छ है। ड्याडीले भने धान काट्न सुरु गरिहाल्नु भएको थियो किनकि मलाई चाहिँ अब सुरुमा धान काट्नै आउँदैन। ड्याडीले यत्रो धान काटिसक्नु भएको थियो। अब चाहिँ मैले पनि धान काट्नुपर्छ किनकि बेलुका चाँडै जानु पर्यो त। अब चाहिँ साथीहरू मैले पनि धान काट्नु पर्यो किनकि ड्याडीले एक्लै काटेर त अब सिद्धिन्न खेत। त्यही भएर म पनि कसेर धान काट्न थालेँ। यति धेरै काटिसकेपछि साथीहरू ड्याडीले मलाई चाहिँ पानी किन्न पठाउनु भयो। म चाहिँ पानी किन्नलाई पसले अङ्कलसँग गएर पसले अङ्कलसँग पानी किनेर ल्याएँ। धान काट्दा राति नै भएपछि हामी चाहिँ आधी नै छोडेर साथीहरू घर गयौँ। फेरि हिजो राति छोडेको आधी पुरै काट्नलाई हामी चाहिँ एका बिहानै खेतमा पुग्यौँ। त्यसपछि ड्याडी चाहिँ धान काट्दै हुनुहुन्थ्यो। म भने ड्याडीले काटेको धान सुकाउँदै थिएँ किनभने अब सुकाएन भने राम्रोसँग त चुटिने होइन। राम्रोसँग चुड्नलाई चाहिँ राम्रोसँग सुकाउनु पर्यो। अब चाहिँ करिब 2 घन्टा जति लगाएर मैले र ड्याडीले धान काटेर सिद्धाइसकेका थियौँ। फाइनली साथीहरू एक दिन र एक बिहानी लगेर धान काटेर पनि सिद्धियो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा एक लाइक र एक फलो गरिदिनु होला। थ्याङ्क यू।